गाइज अहिले चाहिँ हामी हाम्रो के ठाउँ यो सल्लाहकारी हामी सल्लाहकारी बाटोमा छौँ है। एउटा मन्दिर पनि छ, देख्न सक्नुहुन्छ हजुरहरूले, राम्रो ठाउँमा छ। हामी चाहिँ अहिले साथीहरूलाई बसिराखेको हो। हामी चाहिँ यात्रा जारी छ। हाम्रो यात्रा चाहिँ आज नगरको सम्म गइरहेको छ। हुन्छ हामी चाहिँ हजुरलाई बाटोमा देखाउने गर्छौँ भ्यूहरू चाहिँ। त्यही गाई यहाँ चाहिँ केटाहरूको स्कुटीमा हल्का हावा कम भएछ है, त्यही भएर चाहिँ हामी ग्यारेजमा छौँ है। त त्यही हो, अनि हावा पनि हाल्नुपर्ने हुन्छ। अहिले उता ल ओ जाऊ चाँगो जाऊ के छ कहाँ ला तिमी? राम्रो राम्रो केटी छम्माहरू छ यता चाहिँ। हाम्रो च्याङमा हो, यसले मास्क खोल्यो भने चाहिँ बिसेरा केटीले आत्महत्या गर्छ। त्यस्तो खतरा राम्रो ह्यान्डसम केटो खायो चाहिँ मास्क खोल्यो भने चाहिँ बिसेरा केटीले आत्महत्या गर्छन्, त्यस्तो खतरा। अहिले ऊ त्यहीँनिर केटीले आत्महत्या गर्छ सर खोल्यो भने होइन। हामी चाहिँ अहिले अब सरङकोटमा हो है, माथि पुग्दै हो। हामी चाहिँ एउटा स्टोरदेखि चाहिँ केटाहरूले चाहिँ किन्दैछन् सरसामानहरू, रासन पानी माल सामान किन्ने छन् केटाहरू। अनि अब यसो माथि गएको चाहिँ महँगो पर्छ नि। के छ भने अनि के हामी के ल्यायौँ? हामी चाउचाउ ल्यायौँ। हजुर, त्यसपछि चाउचाउ 100 रुपियाँको, चुरोट 300 रुपियाँको, अनि त्यसपछि फ्रुटीहरू छ। केटाहरूले कुन खाना खान्छ? चुरोट ओरिस चुरोट खाँदैछन् केटाहरू, भिआइपी पारे केटाहरू। हामीलाई त केटाहरूले एउटा चाउचाउमा टार्न खोजिरहेछन्। हामीलाई चुरोट खानु ल है त गाइज, त्यही हो गाइज। हामी चाहिँ यो अनि यहाँदेखि चाहिँ एउटा सोल्ट होटल पनि छ, बबाल छ ठाउँहरू चाहिँ। हजुर पनि भेट्न आउन सक्नुहुन्छ, भेट्न यसरी घुम्न आउन सक्नुहुन्छ है। ऊ केटा चाहिँ आइसक्यो। ऊ हाम्रो चाहिँ देवेन्द्र चाहिँ त्यो हो, केटाहरू चाहिँ त्यही डिक्कीमा हालिदियो क्या। ओरिस चाहिँ ठिक्कै 1 महिनासम्म पुगोस् क्या देवेन्द्र। 1 महिना पुग्नुपर्छ, कहाँ महँगो राखेर हुन्छ यार। 1 महिना ओरिस हो है गाई, यो चाहिँ एकदम महँगो माल 350 को है। हामी त खान्न पनि, केटाहरूले एप्पल भन्छ, एप्पल डबल एप्पल दिएको छ गाई। एउटा काँचो एप्पल, एउटा पाके एप्पल छ रातो र यता हानिदिन्छ अरे। अनि रमाइलो भइरहेको नि यात्रामा, भाइ बाखेन रमाइलो एकदम सर। ल केटा हेलमेट साह्रै राम्रो देखिन्छ भने तिमी त्यसै थोपडा हेलमेट लगाएर कहाँ राम्रो आउँछ त नि यार। ल ल ल ल गाइस, त्यही हो है। हामी पनि अब जानुपर्ने हुन्छ। हेलमेट यो टोपी लगायो भने चाहिँ कान पनि सेफ हुन्छ, अनि हेलमेट पनि अब ठिक हुन्छ। कहाँको हेलमेट फेरि घाँडो यस्तो के हो यस्तो यार। यो लेडिज हेलमेट लेडी हो त, ठुक्न पनि धौँ जस्तो रहेछ यार। अनि काला बाइक
एउटा त्यही हो गाइज हामी चाहिँ अहिले अब जाँदैछौँ के बोटे नगरकोट त पुगिसक्यौँ तर डाँडामा त्यहाँ गएर चाहिँ गर्नुहुन्न है गाइज हो हल्ला फोरफार त्यही हो नगर भने ठाउँको नामै नगर्ने भने कता हो धेरै बबाल छ गाइज माथि चाहिँ माथि देखाउन अहिले छोटो मिठो ब्रेकमा हो है सुत्दैन खेर ऊ चाहिँ अनि चिलपारामा सुत्दा हामी चाहिँ यस्तो गरेर उसलाई बेड पनि चाहिन्न है स्कुटी सुत्छ डिक्कीमा खाने सामान राख्यो हिँड्यो भने मस्तले यहाँ चाहिँ आइरहन् अन्त बोल अहिले के छ कस्तो भएको सन्जय यो चाहिँ 160 होइन ठिक छ यार तिम्रो कट चाहिँ बवाल छ हेयर कट चाहिँ त्यही हो यहाँ चाहिँ लाली बिरास बेचिरहन् हेलमेट लाउनु पर्दैन भने चाहिँ बवाल छ कसरी बेच्छ नि लाली बिरास त्यही गाइस मैले चाहिँ टोपी लाएर हिँड्छु है टोपी चाहिँ लाउनुपर्छ अनि अब हामी चाहिँ एकछिन ब्रेकमा थियौँ हामी चाहिँ अब निस्किनु पर्छ हामी अहिले नगरकोटदेखि चाहिँ माथि छौँ सल्लाहघारीमा हो यो सल्लाहघार भएर चाहिँ सल्लाहघारी भने हो अब डाँडोमा चाहिँ एकछिन पुग्छौँ है टिप्पर पनि आउँछ यहाँ होइन केटाकेटी खासमा हामी चाहिँ केटी नभएर अब केटाहरू ल्याउनु पऱ्यो यार केटी नभएर के गर्ने गाई बोका हाठी ओ यहाँ ल गाइज हामी चाहिँ अहिले बनेपा नगरतिर भन्नाले महादेव पोखरी हो यहाँदेखि गयो भने चाहिँ हामीले बनेपा नगरमा पुगिन्छ अनि मान्छेहरू चाहिँ टुरिस्ट एकदम हाम्रो भिडभाड हुन्छ अलिकति स्वस्थानीको लागि राम्रो साउन्ड पनि हुन्छ है हामी चाहिँ आइरह हो अनि अब हेरौँ आज मेरो लागि पनि नयाँ हो एकदम कस्तो छ महादेव पोखरी चाहिँ महादेवको चाहिँ पोखरी होला सायद दार्जिलिङमा चाहिँ आई थिङ्क अनि केटा चाहिँ अगाडि पनि गइरहन् रुकन पछि मेमोरी हुन्छ के भ्लगमा देख्छु भ्लगमा देखिन त आफ्नो ठुलो कुरा आउने छ यार मान्छेको आज एकदम भिडभाड छ हजुर पनि आउनु होला एकदम नजिकमा शनिबार भएर है आज होला कि आज बसार पनि छ गाइज हाम्रो नगरको भ्यू टावर हो रे यो के जाने यो कस्तो हो यो फ्रीमा हो फ्रीमा हो जानु त नि होइन भइहाल्छ ठेक्दैन हौ त्यस्तै ठेक्छ कहाँ मकै ओटी छु यार ल जाउँ गाइज हामी चाहिँ अहिले माइती जानु लाग्यो है भ्यू टावरमा हेर पो कस्तो हुन्छ भ्यू टावरमा जाँदैछौ देवेन्द्र कतिजना हुनुहुन्छ तपाईँ किन त्यहाँ माथि गएर फेरि हाम फालेर मरे होइन नि ब्रेकअप भयो भन्दैमा माथि गएर हाम फालेर मरे होइन नि ब्रेकअप भयो भन्दैमा होइन जीवन त्यस्तो गर्दैन एउटा गए अर्को आउँछ हुन्छ कालो गए गोरो आउँछ अहिले गोरे गएको थियो अब कस्तो मलाई कस्तो मलाई बम पड्काउनु मन छ क्या बमले पटाका पड्काएर राखेको र बम पड्काउन जाउन ए झन् भन्ने हाम्रो देशका साथमा
एउटा भिडियो बनाइदिउँ न त गाइज हामी चाहिँ भिटारमा हो है कस्तो भइरहेछ हल्का भइहाल्छ क्या अब यस्तै हो है यहाँ चाहिँ भिटारमा छ हामी चाहिँ अब सानो सानो छ भिटा पनि ठुलो छैन त्यही अनुसार चाहिँ गर्नुपर्ने हुन्छ है त यो सेकियो क्या त्यही भिटार हो अनि कस्तो भइरहेको सानो छ यहाँ भिड मान्छे मात्र आउँछ नि यहाँ फेरि त्यही हो अनि हामी चाहिँ त्यो 3 जना अनि म घर 4 जना हो उतातिर चाहिँ हाम्रो अब उपत्यका टाइपको देखिन्छ त्यहाँदेखि तल देखिन्छ आज चाहिँ हल्का मौसमले साथ यो चाहिँ उके जिप्लेन जस्तो छ मान्छेहरू चाहिँ एकदम टन्ने छन् है गाइज यहाँ पनि यो विदेशीहरू पनि आछन् अब घाम तापिरहन् बदाम खाने सुन्तला खाने छ यो विदेशीहरू कुहिरेहरू चाहिँ एकदम बढी आउँदैछ यहाँ चाहिँ अनि हल्लौडाहरू कामना कासका होइन तिमी त हाई गरिराखौ त किन यार निन्न लाग्यो क्या ए यार नसुत यार सुत्दिन क्या यो चाहिँ क्यामेरा भिडियो खिचिरहेको है लाली गुराँस यो चाहिँ अनि त्यस्तो दामी देख्दो रहेछ हिमाल पुरा बादल लागेर केही देखिन अब हामी त देखिरहेको हल्का अब आँखा क्यामेरामा झन् यस्तो केही देखिनु होला यहाँ बवाल हिमाल छ अब हल्का देखेन गाह्रो भइरहेको होला हजुरलाई है मिलाएर हेरिदिनु होला है माया गर्नुभएको छ गयो तर चाहिँ हाम्रो आन्टीहरू चाहिँ एकदम डान्स हानिदिइराख्नु भएको छ है हल्का हेर्नुहोस् मिलाएर हेरिदिनु जुमहरू चाहिँ यहाँ चाहिँ हल्का उयोहरू पनि छ अनि ठिक छ एकदम रमाइलो इन्जोय छ माहौल चाहिँ ल हामी चाहिँ अहिले रत्नचूडेश्वर महादेव पोखरी मन्दिरमा हो चाङ्गो नारायण नगरपालिकामा छौँ है नगरकोट वडा नम्बर कति छन् चाहिँ यो कतिमा हामी नगरपालिका नम्बर 8 मा छौँ है ल गाइस म चाहिँ अब अहिले चाहिँ केटाहरूले फेरि बाइक लिएर भनिरहेको हिँड के पह चाबीले अलि भन्छ केटाहरू म चाहिँ अब हामी चाहिँ बाइक लिन लागेको हो है त्यस्तै छ गाइज हिँडिरहेको हो हिँड्नु पऱ्यो ल गाइस इन्जोय गरिदिनु होला है ल विमल के छ सब ठिक छ गाइज हामी चाहिँ चल्न लागेको हो है ओह्रालो लाग्छ त त्यही हो केटाहरूले कहाँ भन्छ केटाहरू लाँदैछन् केटाहरू कहाँ छैन हामी चाहिँ अहिले मेन नगरकोट भनेर आएको नगरकोटको भ्युटारमा नि पुग्यो अनि त्यहाँ एउटा महादेव ताल होइन महादेव ताल पोखरी छ महादेव पोखरी त्यहाँ पनि हेरियो घुमियो हाम्रो चाहिँ यता राइडर विमल हुनुहुन्छ अनि अझै खतरा राइडर बाटो पनि हेर्नुपर्ने हुन्छ है बाटो पनि हेर्नुपर्ने हुन्छ नजर हटी दुर्घटना घटी भन्छ फेरि यहाँ नजर हटी त फेरि दुर्घटना घटी चाहिँ इन्जोय गरिनु होला है पुरै जङ्गल छ अनि सब कपाल आउँदो रहेछ नि हामी मात्र सिङ्गल आएको गाह्रो छ पुरा गुनास लाली गुनासहरू पनि फुलिसकेको रहेछ अनि ऐसेलहरू काफलहरू पनि अब बिस्तारै हुँदैछ ठाउँ राम्रो छ गाइस ओभरअलमा भन्नुपर्दाखेरि आउनु होला भिजिट गर्नु होला त्यही नै हो धेरै टाढा पनि छैन काठमाडौँबाट त्यही 22-25 किलोमिटर जति छ होइन काठमाडौँ बस्नुहुन्छ भन्ने कुरा हो अब तपाईँ माथा पोखरीतिर बस्नुहुन्छ कि यता गोठतिर बस्नुहुन्छ कि हो हामी चाहिँ आएको यता ग्वारकुबाट हो काठमाडौँ ललितपुरको ग्वारकुबाट आएको त्यहाँबाट चाहिँ त्यही 25 किलोमिटर जति रहेछ है 25 किलोमिटर जति रहेछ 50 किलोमिटर हामी त होन्डा बाइकमा आएको हामीलाई त 1 लिटर तेल भयो काफी हुन्छ होला है हामी ट्याङ्की फुल गऱ्यौँ भने इन्डिया पुगेर आएको अस्ति ट्याङ्की फुल गरेर अब फेरि इन्डिया गएर अनि त्यसपछि इन्डियाको उता बङ्गलादेश होइन कि भुटान भुटानसम्म पुग्ने हाम्रो प्लान छ अब हेरौँ कहाँसम्म सक्सेस हुन्छ होइन त्यस प्लान चाहिँ हाम्रो भइरहेछ तर फिक्स चाहिँ छैन अनि हाम्रो चाहिँ यो केटाहरू हो साथीहरू केटाहरू पछि चाहिँ हामीलाई छोडेर अघि आएको थियो तर हामीले केटाहरूलाई भेटाइहाल्यौँ केटाहरूको चाहिँ स्कुटीको टायर चाहिँ अलि हावा कम भएर केटाहरू बिस्तारै हिँडिरहेछन्
पुरै जङ्गल मात्रै छ गाइज यहाँ चाहिँ। केटा र केटी मात्र आउँछ गाइज, जोडी आउँछ गाइज यहाँ चाहिँ। भक्तपुर ओर्लिउँ नि त अब हामी यहाँबाट होइन। हामी त त्यो महादेव पनि खास हेरेन त ओके है दर्शन गरिनु पर्छ अब भइहाल्छ होइन। बल स्विच गरेको मैले बुझिरहेको भएँ कि होइन ओके सुन्नु सकेन सुन्नु छ त्यसो गर्दा गर्दै मिल्छ मा चाहिँ मिल्छ स्न्यापमा चाहिँ अरू थाहा भएन। लगाइ हामी चाहिँ अब यहाँ ओर्लेर नाच्न थाल्न लाग्यो। यो जङ्गलको बिचमा चाहिँ टेन्ट सेन्ट लिएर हालेर बस्ने ठाउँ पनि रहेछ यता। हामी चाहिँ केटाले हल्का चाउचाउ साउचाउ फ्रुटी लिएको छ। अब त्यो खाना केटाहरू अब भोक पनि लागिसकेको छ। अब यसो नास्ता सास्ता खाउँ भन्ने कुरो छ। अनि हाम्रो विमल खै विमल मजा हेर्छु गाइज हेर्नु त खोमै हेलमेट खोलिदेऊ न यसो न हेरौँ न तिमीलाई पनि सबैले होइन। त्यही हो गाइज हामी चाहिँ अब हिँडिरहेछौँ 4 जना साथीहरू इन्जोय गरिरहेछौँ। त्यो चाउचाउ बोकेको केटाहरूले चाउचाउ बोकिरहेको छ। ओ चाउचाउ लियो लिएर आउनु लिउँ त लिएर आउनु लिएर आउन अब पछि पर्छ लिएर आयो म यसो ल केटाहरू फेरि चाउचाउ लिनु भुलेछन् क्या। अनि फेरि केटाहरू अब विमल चाउचाउ लिनु जाँदैछ स्कुटीमा हालेर चाहिँ केटाहरूले। अनि यहाँ चाहिँ पुरै यो भल के भन्छ अरे केटाकेटी आएर बस्ने ठाउँ रहेछ। त्योसँग डेटिङ पार्कहरू पनि रहेछ। हामीको जङ्गल जस्तो छ राम्रो छ ओभरअलमा भन्नुपर्दाखेरि। त्यही नै हो हाम्रो 2वटा केटाहरू चाहिँ अघि गइसक्यो। म एक्लै हिँडिरहेको छु। अब साथी चाहिँ चाउचाउ लिने भनेर पछि आइरहेछ। यस्तै जाडो छ अब जाडो भर्खर अब जाडो इन्डिङ टाइममा आएको। त्यही भएर घाम लागे पनि जस बाइकमा हिँड्दाखेरि चाहिँ जाडो फिल भएर हुन्छ। अब हातहरू पनि कतिखेर चिसोले रातो भइसकेको हुन्छ। हाम्रो विमल राइडर चाहिँ फेरि खतरा राइडर के अब कहाँ हिँडाइदिन्छ। अस्ति उता के भन्छ अरे घ्याम्पे डाँडातिर गएको मान्छे पनि हिँड्न नहिँड्ने बाटोमा बाइक कुदाइदिरहेको छ होइन। म त छक्कै परिदिइरहेको छु नि त। तर ठिक छैन ठिक छ सबै आफ्नो चोइस हुन्छ। आफ्नो जहाँसम्म हिम्मत छ त्यहीसम्म गर्ने हो। त्यही नै हो। अब चाउचाउ खाने हो। त्यसपछि केटाहरूले चाउचाउ फ्रुटी के लिएको छ। अनि हाम्रो 2वटा केटाहरू फेरि त्यहाँ सुट्टा हान्ने भन्छ सुट्टा हान्दै गएको छ। त्यही नै हो केटाहरू त्यस्तो केही पनि होइन होइन ठिक छ। तिम्रो पनि आउँदैछ रुक न। कस्तो रे बाबा चाहिँ कुटी आश्रम टाइपको होइन र हो है। पहाड जान्छु मसाइल चाहिँ राइट हामी चाहिँ अहिले चण्डेश्वरमा माथि पोखरीमा आउँदैछौँ। तिमीले भिडियो स्टार्ट गरेर रहेनछौ होइन होला हो ल मैले गरेँ। त्यहाँ हाम्रो त्यो पोखरी रे महादेव पोखरी पोखरी यहाँ रहेछ नि त। पोखरी यहाँ रहेछ गाइजहरू। त्यहाँ अब मन्दिरभित्र त्यहाँ पूजा गर्न जाँदाखेरि चाहिँ हात धोएर मात्रै जानु पर्दो रहेछ। जुत्ता सुत्ता खोलेर जानु पर्दो रहेछ। के भने अङ्कल कहाँ के भन्छ खानेपानी अङ्कल यो खानेपानी हो। त्यो भिडियो आइरहेको त्यो महादेव मन्दिर दर्शन गर्नु होला। हरहर महादेव देख्नु लागेको छ कमेन्टमा हरहर महादेव है। हजुरले पनि ट्याक्क सब्सक्राइब बाबुला
424 MB छ अझै ल यही चल्छ ल हेलो गाइज हामी चाहिँ अहिले टाढो छैन यार खाजा खाइयो गाइज यहाँ टाढो छैन डाँडामा आएको यार तितेलैमा डाँडो छ है यहाँ क्युआर कोड बोकेर हिँड्नु परेको छ यार तल छैन केटा तल होटेलमा बसिरहेको धौडिरहेको हामी केटाहरू चाहिँ चल्यो अहिले त्यही हो गाइज यहाँ स्क्यान बोकेर हिँड्नु परिरहेको छ यार गाइज यस्तो बिजोग भयो दुःख पाइयो नि गाइज यार चल्यो ल है गाइज म पेमेन्ट गरिदिन्छु अनि फेरि भेट्नुपर्छ बेला बेलामा हस् गाइज ओके छ त ऊ ल गाइज हामी चाहिँ अहिले के ठाउँ हो पृथ्वीनारायण शाह नगरकोटको पृथ्वीनारायण शाह नगरकोटको आहाम है नेपाल श्री नेपाली सैनिक वार कलेज नगरकोट तर तोप छ गाइज तोप देखाउँछु तोप यो चाहिँ केटीसँग भिडियो च्याट गर्नुलाई है ऊ च्याटिङमा अनि लभ भएर यस्तै हुन्छ मान्छे भर्खर भर्खर अनि कपाल चाहिँ बबाल छ काटेको छ क्या यता पनि कालो आयो त्यतातिर पृथ्वीमा आएको है आफू खिच्छ दामी हामी नखिच्ने अनि ल यो म समाज त म त्यो क्यामरा छ ए यस्तो पो तिमी जस्तै देखिन्छ फोटो यहाँ चाहिँ तोपहरू छ दुईवटा तोप छ एउटा यता एउटा तोप छ अनि अगाडि चाहिँ हाम्रो पृथ्वीनारायण शाहको चाहिँ मूर्ति छ है हेर्न आउनु सक्नुहुन्छ हामी हतारमा छौँ कि गाइज यार अब टाढाको बाटो दुःख सुख गाह्रो पिर नमान्नु होला है नानु के भयो आऊ आऊ ए बिस्तारै आऊ ल ल पछि मेमोरी हुन्छ कि ल हिँड तिमी हिँड न यार यो चाहिँ हाम्रो आर्मी इलाका हो फोटो भिडियो खिच्न निषेध छ है लगाइस त्यही हो है यहाँ आउनु होला गाइस नगरकोटको चाहिँ पृथ्वीनारायण शाहकोमा ठाउँ एकदम बवाल छ बवाल आउनु पर्ने हुन्छ है लगाइद हाम्रो चाहिँ बाइक यहीँ हो त्यही छ गाइस यार अब रमाइलो भइरहेछ हाम्रो चाहिँ त्यही हो गाइस अहिले चाहिँ म मिररमा छु है ल गाइस त्यही हो त्यही हो गाइस अब हामी चाहिँ निस्किनु पर्ने हुन्छ साथीहरू पनि आइतिरह हतार हतार गरिरह त्यही भएर चाहिँ निस्किनु पर्ने हुन्छ गाइस अब हेलमेट पनि लाउनु पर्यो नेपाली सैनिक वार कलेज भनेको है 2009को रहेछ कति हामी जन्म पनि सुन्नु लेखेर चाहिँ 2009मा चाहिँ यो चाहिँ डिफेन्ससम्म चाहिँ हो नेपालीमा लेखिरह है त गाइस त्यही हो ल हेलमेट लाउनु पर्यो अब चाहिँ निस्किनु पर्ने हुन्छ है गाइस ओके छ बाइ ल गाइस अहिले चाहिँ हामी चाहिँ नगरकोटको डाँडोमा है हजुरले यो देखेर पनि थाहा पाउन सक्नु भएछ होला यहाँ आउनु होला गाइस एकदम बवाल ठाउँ छ फोटो सोटोको लागि म्युजिक भिडियोको लागि चाहिँ आउनु होला आउनु पर्ने हुन्छ हो कि गाइस हो गाइस आउनु पर्छ पर्दैन आउनै पर्छ माया गरिदिनु भएको छ माया गरिदिनु भएको छ हेलो से हेलो हेलो नमस्ते नमस्ते This is my blog. Your name is Bimal Newpane. Yeah. You can also visit. Nice to see you. Okay, thank you. धन्यवाद एउटा सेल्फी लिनु कोसँग भिडियो भइसक्यो किचन भइहाल्छ कि म चिन्ता गरिसकेँ कि मलाई सेल्फी भन्नै आउँदैन अहिले यहाँ सनसेट हुनु सनसेट हुनु लाग्यो गाइस यो सनसेट र सनराइज म हल्का झुक्किन्छु कि गाइस त्यही भएर है इफ यु डोन्ट माइन्ड त्यहाँ अब हामी चाहिँ उतै बाटो हुँदै माथि नगरको डाँडामा माथि पुगेर आइसकेको हामी चाहिँ माथिको डाँडामा पुगेर आइसकेको झन्डाहरू छ नि गाइस माथि त्यहाँ पुगिसकेको यो चाहिँ हाम्रो काइट डिजाइनमा चाहिँ बनाएको छ वेलकम टु नगरकोट लेखेको छ नगरकोट इज द मोर देन सनराइज एन्ड सनसेट हुने ए गाइस त्यही त हो नि गाइस सनसेट र सनराइजको लागि चाहिँ बवाल ठाउँ छ यो चाहिँ अनि मेरो साथीले चाहिँ बाइक चलाउन सिकिरह अनि यिनी केटाहरू चाहिँ मेरो साथीहरू हो साथीहरू जस्तो छ अनि आउनु होला गाइस भेट्नको लागि चाहिँ ठाउँ एकदम बवाल छ गाइस यहाँ नगरकोटको हो चौरस्ता खुल्ला यहाँ चाहिँ भिडियो फोटोहरू खिच्नुलाई म्युजिक भिडियोहरू कुनै दाम के उठिँदा हुन्छ यार के छ कस्तो भइरहेको नगरकोटको यात्रा
नगरकोट त के भन्न कस्तो भइरहेको क्या यता नगरकोटको एकदम राम्रो भइरहेछ अँ यो घुम्यो पायो त्यहाँ डाँडासम्म पुग्यो अँ चाउचाउ खाइयो टन्न पनि खाइयो के भन्छ अरे मस्तको दामीको समोसाहरू होइन समोसा चिया चिया पनि दामी थियो है चिया कडक थियो के चिया कडक थियो समोसा खायो तर समोसाको चाहिँ यहाँ चाहिँ 40 रुपियाँ पर्दो रहेछ एउटाको भित्र माल कति थियो माल समोसा माल चाहिँ त्यो मटर थियो राम्रो थियो आलु चाहिँ मैले पाएन होइन आलु महँगो हो नि त अहिले आलु महँगो होला तर राम्रो थियो समोसा चाहिँ एकदम ओभरअलमा भन्नु पर्दाखेरि सुपर यो इन चाहिँ भइरहेछ बबाली अनि हाम्रो चाहिँ अब कहाँ जाने प्लान भइरहेको अरे अब हाम्रो चाहिँ उता के भन्छ अरे यो भुटानतिर जाने प्लान भइरहेछ अब हेरौँ के हुन्छ हाम्रो विमल राइडर हुनुहुन्छ विमल राइडरसँग हाम्रो अब चाहिँ 1-1.5 हप्तामा चाहिँ हाम्रो भुटानसम्म जाने यात्रा प्लानिङ भइरहेछ अब हेरौँ के हुन्छ अझै फिक्स त भएको छैन अब हामी अनलाइनहरू चाहिँ हेर्छौँ त्यो भिजा त्यो चाहिँ भिजाहरू बङ्गलादेश छ नि कि भुटान जाने भन्ने कुरो भइरहेको हाम्रो चाहिँ त्यो माथि कन्फ्युजन छ कमेन्ट चाहिँ गर्नुलाई कहाँ जाने के गर्न बेस्ट हुन्छ हजुरको चाहिँ आइडिया छ भने सजिलो राम्रो कता छ होइन त्यो चाहिँ हामीलाई चाहिएको हाम्रो चाहिँ उहाँ हाम्रो आजको अर्को राइडर अनि हाम्रो स्पोन्सर भन्ने देवेन्द्र ऊ मान्छे चाहिँ होइन स्कुटरको बुक नभए पनि बिलुक नभए पनि ऊ चाहिँ आपत खेला हिँडिहाल्छ है सनसेट र सनले बवाल ठाउँ हो यो ठाउँको के अरे मुख्य विशेषता त्यही सनसेट र यो चाहिँ अब एकखेर त्यो देखाइदिन ल गाइस त्यही हो है बवाल ठाउँ चाहिँ यहाँबाट चाहिँ सनसेट र सनराइज चाहिँ बवाल देखिँदो रहेछ नगरकोटदेखि चाहिँ ठाउँ चाहिँ ओभरअलमा बवाल छ गाइस बवाल बिस्तारै गाइस हामी चाहिँ अहिले कहाँ खाम रे यसको स्कुटी हो चाहिँ फालिदिन्छ गाइस सनसेट र सनराइजले बवाल ठाउँ नुवाकोट वेलकम टु नुवाकोट नगरकोट चाहिँ अहिले लोसारमा हो है लोसारमा यहाँ चाहिँ राम्रो छ फोटो दर्शन फाल्नुलाई भनेको छ गीत गाना चाहिँ राम्रो छ केटाहरू चाहिँ यहाँ छ केटाहरू चाहिँ अनि हाम्रो चाहिँ एकदम ठाउँ बवाल राम्रो वाउ सो ब्युटिफुल सो एलिगेन्ट जस्ट लुकिङ लाइक वाउ भन्छ है तामाङको छ माथि चाहिँ यता राम्रो छ आधा गाइस हाम्रो लोसार पनि रहेको छ के लोसार हो अनि हाम्रो चाहिँ वरिपरि सट्टै एक लट हेर्न सक्नुहुन्छ हजुरहरूले गाइस हामी चाहिँ अब है अब माथि चाहिँ हाम्रो स्तूप टाइपको रहेको छ तलदेखि चाहिँ सनसेट सनराइज बवाल देखिन्छ गाइस यहाँदेखि चाहिँ बवाल देखिन्छ चाहिँ यहाँदेखि चाहिँ अब हेर्नु होला माया गरिदिनु भएको छ माया गरिदिनु होला गाइस त्यही हो डान्स चाहिँ ओपी गर्न मिल्छ नाच्न उनीहरूलाई टेन्सन छैन है गाइस त्यही हो यो केटा चाहिँ यहाँ छ हाम्रो पनि हाम्रो
होन्डा सिटी साइन एकछिन पछि तेल सुँगाइदिए पुग्छ है गाइस। ल ओके छ ल। अहिले चाहिँ हामी कोटेश्वरमा हो है। अब हाम्रो चाहिँ आजको भ्लगलाई चाहिँ यहीँ इन गर्नुपर्ने हुन्छ। यो चाहिँ हाम्रो कोटेश्वरको आकाशी पुल हो। यहाँ साँझको बेलामा अरू पनि काम कुरोहरू हुन्छ। बुन्नेले बुन्नुभयो होला है। यो चाहिँ बेस्ट चिया खाने ठाउँ। हाम्रो चाहिँ बेस्ट चिया खाने ठाउँ। मान्छे चिया खाना खान भ्यालेन्टाइनको अफर छ। अब यताउति केटाकेटी आउँछन् यहाँ चाहिँ। अनि त्यही भएर चाहिँ हामी चाहिँ हो हुन्छ गाइस। त्यही हो घुम्ने भयो। आज चाहिँ हेरिदिनु भएको माया गरिदिनु भएको छ। माया गरिदिइराख्नु होला गाइस। तुम लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उसके साथ सूर्य नमस्कार करो या फिर अनुलोम विलोम, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए।